वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी अस्तिको भिडियोमा चाहिँ कोभोको आइडी कसरी लगइन गर्ने भन्ने कुरा सिकेको छौँ भने आज चाहिँ हामीले अब यो कोभोमा क्वेसनरहरू कसरी बनाउने होइन, क्वेसनर बनाउँदा के कुरामा ध्यान दिने हो त्यस्तो कुरामा छलफल गर्न गइरहेछौँ। सर्वप्रथम तपाईँहरूलाई यस च्यानलमा स्वागत छ र के भन्छ नयाँ आउनुभएको साथीहरूले चाहिँ भिडियोलाई च्यानललाई सब्सक्राइब गरिदिनु र सबैजना हेर्ने जतिले भिडियोलाई लाइक गरेर अन्तिमसम्म हेरिदिनु होला। ल अब हामी क्वेसन बनाउन सुरु गरौँ है। क्वेसन बनाउन सुरु गर्नु अघि सबैभन्दा पहिला हामीले यसको कोभोको फङ्सनहरू थाहा पाउनु पऱ्यो होइन। यो न्यू भनेको चाहिँ यो न्यूबाट चाहिँ हजुरहरूले क्वेसन बनाउन सकिन्छ होइन। क्वेसन यो मतलब अस्ति पनि कुरा गरेका थियौँ, यो बिल्ड फिचर्सबाट यसबाट चाहिँ हामीले म्यानुअल्ली क्वेसन हाल्दै जानुपर्छ भने यो युज टेम्प्लेट भनेको यसको टेम्प्लेटबाट हुन्छ। अर्को यो कोभोलाई नै पहिला एक्सलमा हामीले कोभोको टेम्प्लेटलाई एक्सलमा डाउनलोड गर्ने, आफ्नो क्वेसनलाई त्यहाँ हाल्ने, त्यसपछि त्यो क्वेसनलाई लगेर पछि यसमै अपलोड गर्ने। अर्को भनेको त्यही एक्सललाई युआरएलबाट लिङ्क गर्ने होइन, त्यो भयो। अर्को भनेको यो डिप्लोय। यो डिप्लोयमा चाहिँ के हुन्छ भने हजुरहरूले बनाएर राख्नुभएको क्वेसन चाहिँ जब हामी डिप्लोय गर्छौँ नि त्यति बेला चाहिँ यहाँनिर देखाउँछ। ड्राफ्ट भनेको बनाउँदै राख्दै गरेको क्वेसन ड्राफ्टमा गएर बस्छ। आर्काइभ भनेको चाहिँ हाम्रो आर्काइभ फोल्डरमा बस्ने क्वेसनहरू, जस्तै हाम्रो हटाएको क्वेसनहरू अथवा हामीले केही गरेको फोल्डरहरूलाई चाहिँ ल्याएर आर्काइभमा राख्न सकिन्छ। त्यस्तै अब आज चाहिँ हामी यहाँबाट बिल्डबाट सुरु गरौँ। अब प्रोजेक्ट नेम होइन, नेम अफ द प्रोजेक्ट, यसमा चाहिँ भनेको हजुरको के हो, डेटा कलेक्सन केमा होइन, प्रोजेक्टको टाइटल के हो त्यो राख्नुपर्ने हुन्छ। जस्तै अब कसैको चाहिँ अब क्लाइमेट चेन्ज एन्ड इट्स एसोसिएसन फ्याक्टर विथ हेल्थ भनेको छ भने त्यो राख्ने माथि होइन। त्यहाँनिर अहिलेको लागि चाहिँ हामीले एकदम सर्टमै होइन, हाम्रो त यो डमी हो नि त, अनि डमी क्वेसन कोभो यति राखौँ है। अब डिस्क्रिप्सन इन सर्ट, यो डिस्क्रिप्सन भनेको चाहिँ प्रोजेक्टको बारेमा थोरै न्यारेसन लेख्दिनँ, थोरै डिस्क्रिप्सन होइन। जस्तै अब अहिले हाम्रो क्लाइमेट चेन्ज एन्ड एसोसिएसन इन हेल्थ भने जस्तै अब फ्याक्टर एसोसिएटिङ विथ द क्लाइमेट चेन्ज एन्ड इट्स इम्प्याक्ट टु द हेल्थ अफ द ह्युमन बिङ्स अथवा हेल्थ अफ द हाम्रो एनिमल्सहरूको अथवा त्यस्तै कुराहरूको बारेमा थोरै लेख्दिनँ। यसले चाहिँ यो चाहिँ हाम्रो प्र्याक्टिस क्वेसन भयो। सेक्टर के हो भन्दा हाम्रो अब आफ्नो सेक्टर अहिले चाहिँ एजुकेसनल सर्भिस एन्ड हायर एजुकेसन राखौँ। कन्ट्री हाम्रो नेपाल। अनि यो भिडियो हामीले नेपालीमै किन बनाएको भन्ने पनि कतिलाई क्वेसन आउन सक्छ। कोभोको प्र्याक्टिस भिडियोहरू होइन, इङ्ग्लिस भिडियोहरू त टन्नै छ, तर हामीलाई नेपालीमा भयो भने हाम्रो मदर टङ भयो, हामीलाई बुझ्न सजिलो भयो होइन। त्यही भएर चाहिँ यसलाई हामीले नेपालीमै बनाउने कोसिस गरेको हो। अब यहाँ क्रिएट प्रोजेक्ट थिइसकेपछि अब हाम्रो प्रोजेक्ट क्रिएट भयो होइन। अब चाहिँ इक्जाम्पल अघि हजुरहरूको यस्तो ड्यासबोर्डमा अघि यहाँ केही थिएन भने यहाँनिर न्यूको ठाउँमा चाहिँ यहाँ डिप्लोयहरू भनेर थियो भने अब यहाँ न्यूमा क्लिक गर्नुभयो भने यो चाहिँ आउँछ होइन। फेरि नयाँ प्रोजेक्ट बनाउन सक्यो। तर अब यो हाम्रो प्रोजेक्ट क्रिएट भयो, यहाँ हेर्नु डमी क्वेसन कोभो भन्ने प्रोजेक्ट क्रिएट भयो। यो भनेको अब यो अहिले हाम्रो ड्राफ्टमा बसेको छ यो प्रोजेक्ट है। अब यहाँ क्लिक गर्ने, जस्तै फेरि एकचोटि हेर्नु होला, यसको हजुरहरूले यताउता कतै क्लिक गर्यो भने यहाँ मार्क भएर बस्छ, सेलेक्ट भएर। अघि अनसेलेक्ट थियो, अहिले सेलेक्ट हुन्छ। यता कतै थिच्न मिलिरहेको छैन होइन त। तर यो जुन डमी क्वेसनमै क्लिक गर्नु, यहाँ अन्डरलाइन देखिएको छ, यहाँ क्लिक गरिसकेपछि यो खुल्छ। यो खुलेपछि अब हामीले
यहाँ डिस्क्रिप्सन पनि देखिहाल्नुभयो होइन। सबै यहाँ अघि हामीले हालेको इन्फर्मेसन यहाँ आइसक्यो। अब हामीले यहाँबाट गएर फर्ममा जाने। फर्ममा गइसकेपछि यो पेन्सिल जस्तो बार, यो पेन्सिलमा थिच्यो भने चाहिँ यो एडिट हो, एडिट हुन्छ। यो भनेको प्रिभ्यू हो। प्रिभ्यू भनेको चाहिँ पछि हामीले यो पछिको भिडियोमा हेर्छौँ प्रिभ्यू भनेको के हो होइन। बनाएको क्वेसन कस्तो डिस्प्ले भएको छ भनेर हामीले प्रिभ्यूमा हेर्ने हो। त्यस्तै अनि यो रिप्लेस फर्म, अब यो फर्मलाई नै रिप्लेस गर्नु पऱ्यो भने हुन्छ। र यो भनेको चाहिँ यसमा अब जस्तै हजुरले एक्सएलएस डाउनलोड गर्ने, एक्सएमएलमा डाउनलोड गर्ने, जस्तै अघि हामीले कुरा गर्थ्यौँ नि अपलोड एक्सएलएस जस्तै। अब यहाँ गएर यो एक्सएल डाउनलोड गर्ने, यो डाउनलोड गरेको एक्सएलमा यही अनुसारको टेम्प्लेटहरू बनाएर अपलोड गरेपछि प्रोजेक्ट हाम्रो क्वेसन अटोमेटिक आउँछ होइन। एक्सएमएल भनेको पनि त्यही एक्सेल फाइलकै एउटा भर्जन हो। अब सेयर दिस प्रोजेक्ट विथ, जस्तै यो हाम्रो यो अहिले एउटा जिमेलबाट गरिरहेछौँ, एकजना युजरले वर्क गरिरहेछ भने सेयर दिस प्रोजेक्ट भनिसकेपछि यो प्रोजेक्टमा चाहिँ हामीले 2 or more than 2 युजरसँग कोलाबोरेटिभ अप्रोचमा काम गर्न सक्छौँ कि उहाँहरूले पनि यसमै काम गर्ने, हामीले पनि यसमै काम गर्ने गरेर मतलब छिटो काम आउन सक्छ। कोलन दिस प्रोजेक्ट, यो भनेको चाहिँ सपोज हजुरको क्वेसन हुन्छ नि, अब जस्तै सोसियो डेमोग्राफिक क्वेसन त हामीले होइन सबैलाई सोध्छौँ, बच्चालाई पनि, बुढाबुढी मान्छेलाई पनि, अथवा जवान मान्छेलाई पनि, अथवा महिलालाई पनि, पुरुषलाई पनि। तर भित्रको क्वेसनहरू कुनै क्वेसन महिलालाई मात्रै सोध्ने हुन्छ, कुनै क्वेसन पुरुषलाई मात्रै सोध्ने हुन्छ, कुनै क्वेसन ज्येष्ठ नागरिकहरूलाई सोध्ने खालको हुन्छ होइन, कुनै क्वेसन त्यही हाम्रो टार्गेट पपुलेसनलाई सोध्ने हुन्छ। त्यस्तो अवस्थामा चाहिँ जस्तै सोसियो डेमोग्राफिकको अथवा सामाजिक अथवा जनसाङ्घिक विवरणको बारेको क्वेसनलाई चाहिँ फेरि पनि त्यही क्वेसन बनाउनु पऱ्यो, फेरि अर्को गर्नु पऱ्यो। त्यही एउटै क्वेसनलाई हामीले 2-3 ठाउँ गर्नु छ भने कोलोन गरिदिने, कोलोन गरेर जस्तै यो डमी प्रोजेक्ट छ भने यो डमी प्रोजेक्ट फर फिमेल राख्ने, अनि कोलन गरेको अर्को क्वेसनलाई डमी प्रोजेक्ट फर मेल भनेर हो, त्यसरी हामीले गर्न सक्छौँ है। अब अहिले चाहिँ हामी यति फिचर्स जान्यो। अब यो डिप्लोय, डिप्लोय भनिसकेपछि हजुरको क्वेसन जब बनेर रेडी हुन्छ त्यो क्वेसनलाई चाहिँ डिप्लोय गरिसकेपछि चाहिँ हाम्रो कोबो टुल बक्स जस्तै मोबाइल बेस्ड कोबो टुल बक्समा जान्छ फर डेटा कलेक्सन। अनि अर्को कुरा भनेको ल्याङ्ग्वेज भनेको छ नि, दिस प्रोजेक्ट हेज नो ल्याङ्ग्वेज डिफाइन। अब यहाँनिर क्लिक गरिसकेपछि चाहिँ अहिले त हाम्रो क्वेसनमा कुनै ल्याङ्ग्वेज छैन होइन, यहाँबाट चाहिँ हामीले ल्याङ्ग्वेज चेन्ज गर्न सक्छौँ। जस्तै इङ्ग्लिसलाई इङ्ग्लिसको क्वेसन छ भने त्यसलाई नेपाली, नेपालीको क्वेसन छ भने इङ्ग्लिस होइन। यसरी नै गरेर हामीले यहाँबाट क्वेसनहरू बनाउने, क्वेसनको प्याटर्न चेन्ज गर्ने, क्वेसनलाई कोलोन गर्ने, क्वेसनलाई प्रिभ्यू गर्ने। अब अहिले यहाँ प्रिभ्यूमा केही छैन, किन भन्दा हाम्रो क्वेसनै हालेकै छैनौँ, त्यही भएर यहाँ प्रिभ्यूमा पनि देखिएन। त्यही भएर आज चाहिँ हामीले कोभोको डिटेल फिचर्स र प्रोजेक्ट क्रिएट गर्न सिके जस्तै नेक्स्ट भिडियोमा चाहिँ हामी क्वेसन कसरी बनाउने होइन, क्वेसन पनि सिङ्गल रेस्पोन्स एन्सरवाला क्वेसन कसरी बनाउने, मल्टिपल रेस्पोन्स एन्सर क्वेसन कसरी बनाउने, ओपन इन्डेड क्वेसनलाई कसरी बनाउने होइन, न्युमेरिक अप्सनवाला क्वेसनलाई कसरी बनाउने, टेक्स्टवाला क्वेसनलाई कसरी बनाउने, डेट टाइम राख्नु छ भने त्यसलाई कसरी बनाउने, जोग्राफिकल लोकेसनहरू लिनु छ भने त्यसलाई कसरी बनाउने भन्ने कुरामा हामी नेक्स्ट भिडियोमा छलफल गर्नेछौँ। आजलाई यति नै। भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। ल जाँदा जाँदै च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गरिदिनु होला। थ्याङ्क यू।